तपाईको अनुहार प्रयोग गरेर कसैले अश्लील भिडियो बनायो र त्यो भिडियो इन्टरनेटमा फैलियो वा भाइरल भयो। तपाईले गर्नुभएको केही छैन, तर तपाईको इज्जत माटोमा मिसियो। के नेपालको कानूनले यसको सजाय दिन्छ? आजको भिडियो अन्त्यसम्म हेर्नुहोला। नमस्कार, म अधिवक्ता निम छेत्री। आर्टिफिशियल इन्टेलिजेन्स एआई आजकल यति शक्तिशाली भइसकेको छ कि कसैको अनुहार लिएर जुनसुकै भिडियोमा जोड्न सकिन्छ। यस्तो नक्कली भिडियोलाई भनिन्छ डिप फेक। नेपालमा पनि यस्ता घटना बढ्दैछन्। कसैको अनुहार लगाएर अश्लील भिडियो, कसैको भनाइ बदलेर भ्रामक क्लिप, र यो भिडियो फेसबुक, टिकटक, व्हाट्सएपमा भाइरल। तर धेरैलाई थाहा छैन यो नेपालमा गम्भीर फौजदारी अपराध। मानव तपाईले एआई को सहयोगमा एउटा अश्लील भिडियो बनाउनु भयो, नियतवश कुनै चिनेको युवतीको नाम वा फोटो वा फरक प्रसंगको भिडियो दिनुभयो, वा यतिकै रमाइलोको लागि एआई लाई कुनै नाम दिनुभयो, वा भन्नुभयो नेपाली युवतीको अनुहारमा भिडियो बनाउनु। एक युवतीको अश्लील भिडियो बन्यो, भाइरल भयो। भिडियोमा भएको युवतीको अनुहार तपाईले चाहेकै व्यक्तिसँग वा अनजानमै पनि कसैसँग मिल्यो। जसको अनुहार प्रयोग भएको थियो उनैले देखिन् उनकै अनुहार, उनकै नाम, तर भिडियो असली। उनले त्यस्तो भिडियो बनाएकी थिइनन्। एआईले उनको इन्स्टाग्राम वा कुनै सामाजिक सञ्जालबाट फोटो लिएर त्यो भिडियो बनाइएको थियो। यहाँ कसैको रमाइलोको चाहनाले वा नियतवश नै बनाइएको भए पनि उनको जीवन एउटा नक्कली भिडियोले ध्वस्त पार्यो। हो, यस्तो अवस्थामा उनले के गर्न सक्थिन्? नेपाली कानूनले के अधिकार दिएको छ र त्यो भिडियो बनाउनेले र शेयर गर्नेलाई के सजाय हुन्छ? यही कुरा आज म तपाईलाई स्पष्ट पार्छु। पहिले प्रायले भन्ने सबैभन्दा ठूलो गलत धारणा बारे कुरा गरौँ। रमाइलोको लागि मात्र बनाएको थिए वा शेयर गरेको थिए, यो त सामान्य वा ठिकै त हो नि। तर कानूनमा रमाइलोको लागि वा थाहा थिएन भनेर छुट दिने व्यवस्था छैन। यस्ता डिप फेक भिडियो बनाउनु अपराध हो। बनाउनु मात्र होइन, शेयर गर्नु पनि अपराध हो। डिप फेक हेरेर लाइक थिच्नु कानूनी रूपमा सिधै अपराध नभए पनि प्रसारमा सहयोग गर्नु नैतिक र सामाजिक जिम्मेवारी हो। शेयर गर्नेलाई त सजाय नै हुन्छ। यो धेरैलाई थाहा नै हुँदैन। अब कुरा गरौँ यस सम्बन्धमा नेपाली कानूनमा के छ, कुन कुन कानून आकर्षित हुन्छन्। नम्बर 1, इलेक्ट्रोनिक कारोबार ऐन। यो ऐनले कसैको अनुमति बिना उनको फोटो, भिडियो वा पहिचान प्रयोग गरेर अश्लील वा भ्रामक सामग्री बनाउनु कसुर हो। यो गरेमा 5 वर्षसम्म कैद र 1 लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ। नम्बर 2, मुलुकी अपराध संहिता 2074। यो संहिता अन्तर्गत मानमर्दन र चरित्र हत्या, कसैको इज्जत जाने गरी नक्कली सामग्री प्रकाशन गर्नु अपराध हो। 3 वर्षसम्म कैद वा 30,000 जरिवाना हुन सक्छ। त्यसैगरी यौनजन्य दुर्व्यवहार, यौनजन्य डिपफेकको हकमा 5 देखि 7 वर्ष कैद हुने व्यवस्था छ। र यदि यो साइबर माध्यमबाट भएको छ, फेसबुक, टिकटक, व्हाट्सएप आदिबाट भएको छ भने साइबर सम्बन्धी कसुर समेत थपिन्छ। अर्थात् एकैपटक धेरै मुद्दा लाग्न सक्छ। र यहाँ आउँछ त्यो कुरा जुन सुनेर धेरैलाई छक्क पार्न सक्छ। डिपफेक भिडियो शेयर गर्ने व्यक्तिलाई पनि उत्तिकै सजाय हुन सक्छ, किनभने नेपाली कानूनमा प्रसार गर्नु र बनाउनु दुवैलाई कसुर मानिन्छ। तपाईले डिपफेक भिडियो